हेलो साथीहरू, स्वागत छ आजको मेरो छोटो मिठो ब्लगमा। आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम बिन्दास छु। सधैँको चाहिँ आज पनि एउटा नयाँ भिडियो लिएर आएछु। आज चाहिँ मौसम अलिक चिसो भएको कारणले अलिक ढिलो आयो ब्लग, त्यसको लागि माफी चाहन्छु। सधैँ चाहिँ आज पनि उठेर अब म चाहिँ मुख धुन थालेँ होइन। मुख धोइसकेर चाहिँ अब मैले चाहिँ चिया खाजा खान थालेँ। चिया खाजा चाहिँ एकदम दामी बनेको थियो। अनि चिया खाजा चाहिँ खाइसकेर चाहिँ अब म जाँदैछु तेल लिनको लागि 300 रुपियाँ बोकेर। अनि केही बेर हिँडेर म चाहिँ पुग्छु पसलमा। अनि एकछिन केही बेर पसलको दिदीसँग यसो गफात गर्छु। अनि तेल लिएर र फिर्ता पैसा लिएर म चाहिँ घरतिर फर्किन्छु होइन। घर फर्किँदै गर्दा चाहिँ मैले एउटा भिडियो खिचेँ। भिडियो खिचिसकेर चाहिँ म घरतिर लागेँ। अनि अब चाहिँ म फाइनली घर पुगेँ र घर पुगेर चाहिँ भाउजूलाई तेल दिएँ। र आजको लागि चाहिँ ब्लग यति नै। भोलि पनि नयाँ ब्लगहरू ल्याउने नै छु भन्दै बिदा लिन चाहे। सधैँ सपोर्ट र माया देखाइदिनु होला भन्दै बिदा लिन चाहे। लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। अनि सब्सक्राइब पनि गरिदिनु होला।